नमस्ते जोजलपा। आज पनि हामी उपस्थित भइसकेका छौँ समय सन्दर्भ लिएर। प्रविधि संयोजनमा युनिक शाक्य र म शङ्कर थापा। कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गरिने समय सन्दर्भमा विभिन्न समसामयिक विषयहरू समेट्ने गर्छौँ। आजको कुराकानीमा मैले जोडेको छु कीर्तिपुर नगरपालिकाको नजिकै रहेको चन्दागिरी नगरपालिका का वडा नम्बर 9 का अध्यक्ष देवेन्द्र महर्जनज्यूलाई। चन्दागिरीको वडा नम्बर 9 भनेको कीर्तिपुर नगरपालिकाको सिमाना पनि पर्दछ, त्यहाँ सिमाना जोडिएको छ र अब कीर्तिपुरसँग एकदम सिमाना जोडिएको वडा नम्बर 9 का वडा अध्यक्ष देवेन्द्र महर्जनज्यूसँग म आज कुराकानी गर्दैछु। समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। सबभन्दा पहिले म उहाँलाई स्वागत गर्छु। हेलो। हजुर हजुर, साउन्ड अलि साउन्ड भयो। मेरो साउन्ड अलि सुन्नु भएन? हजुर हजुर, सानो छ कि। म यहाँ प्रविधि संयोजन हाम्रो युनिक शाक्यजी हुनुहुन्छ, उहाँलाई भन्दैछु मेरो साउन्ड अलि राम्रो सुनिएको छैन। अहिले कस्तो सुनिनुहुन्छ? अलि सानै छ कि। अब बिस्तारै कुरा गर्दै जाँदाखेरि सुनिएला। देवेन्द्र महर्जनज्यू हुनुहुन्छ यहाँ। म आजसँग उहाँलाई कार्यक्रममा निम्ता गरेको छु। चन्दागिरी नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष जनप्रतिनिधि हुनुहुन्छ। सबभन्दा पहिला म यहाँलाई स्वागत गर्न चाहन्छु। हस्, धन्यवाद। अहिले अब देशमा कोरोनाको महामारी छ, चिसो बढिरहेको छ। त्यत्तिकै यो स्थितिमा अब वडामा अहिले कस्तो स्थिति छ यो कोरोना सम्बन्धी? अहिले हाम्रोमा चाहिँ कोरोना संक्रमितको संख्या चाहिँ 83 पुगिसकेको छ, नम्बर 9 मात्र। हजुर। जसअनुसार 14 जना चाहिँ होम आइसोलेसन छन्, 1 जना चाहिँ हस्पिटलमा यो हस्पिटलमा भर्ना भएको अवस्था उपचार गर्दै हुनुहुन्छ। हजुर हजुर। अहिले पहिले भन्दा अलिकति यो संक्रमितको संख्या बढेको देखिएको छ है? बढेको चाहिँ देखिन्छ, तैपनि अब मान्छेमा चेतनाको कमी हो कि के हो, अहिले चाहिँ खुल्ला रूपमा हिँडिरहेको अवस्था छ। विगत यो संक्रमित भएदेखि नै हामी चाहिँ धेरै लाग्यौँ वडामा मात्र, हामी अरू वडामा त गएनौँ। यहाँ त यस्तो हुन्छ भन्दाखेरि कोही नपत्याउने, म स्वयं पनि त्यति नपत्याउने पहिला। संक्रमित हुन्छ भने थाहा हुँदाहुँदै मैले पनि यो जनचेतनाको लागि धेरै यो माइकिङ गरेँ, मास्क वितरण गर्नु गएँ, साबुन वितरण गर्न गएँ, राहत पनि वितरण गरियो। त्यति चाहिँ त्यो बेला चाहिँ संक्रमितको संख्या कम थियो र डर धेरै थियो। अहिले आएर चाहिँ संक्रमितको संख्या धेरै भयो, डर कम भएको अवस्था छ। अनि हामीले वडामा चाहिँ अहिले चाहिँ यो संक्रमितहरूको प्रत्येक घर जान्छ नि, म आफै पनि यो संक्रमित भइसकेपछि चाहिँ म अहिलेसम्म घरमा कसै घरमा अहिले चाहिँ छिरेको छैन। हजुर, यसरी जनप्रतिनिधिहरू अब पहिलो पंक्तिमा अगाडि बढेर सबैलाई निर्देशन दिइरहनु पर्ने स्थिति आउँछ, त्यतिखेर संक्रमित हुनु त्यो अब अहिलेको स्थितिमा नौलो कुरा त होइन, तर पनि यहाँ पनि संक्रमित हुन पुग्नु भयो, यो दुःखको कुरा हो। यहाँ संक्रमित हुनुभएको कारण चाहिँ आफूले अब चेतना हुँदै पनि संयमितता अपनाउँदै पनि के कारणले संक्रमित हुन पुग्नु भयो होला जस्तो यहाँलाई अनुभव भएको छ? म पहिला चाहिँ मैले अघि पनि भने तपाईँलाई, हजुर, संक्रमित संख्या देख्दाखेरि पनि मैले भएको संख्या देख्दा यो चाहिँ अब बलियो मान्छेलाई लाग्ने होला कि दीर्घ रोगीलाई लाग्ने होला जस्तो पनि मैले महसुस गरेँ। त्यसपछि म संक्रमितको घरमा प्रत्येक घरमा पुग्थेँ र उहाँलाई सान्त्वना दिन्थेँ र वडाले दिएको त्यो किट बक्स छ, त्यसमा मास्क, सेनिटाइजर के छ, अनि त्यो प्रिस्क्रिप्सन भन्छ त्यसलाई, त्यो पनि सबै भनेर आउँथेँ। प्रत्येक घरमा पुगेँ, जसै 43 जना 44 जना पुग्दासम्म म प्रत्येक घरमा पुगेँ र यसो सान्त्वना दिएँ, होइन होला त्यसो पानी खानु, त्यसै ठुलो रोग लाग्यो भने त्यो खोकसोक लाग्यो भने हामीलाई खबर गर्नु, हामी हस्पिटलमा कुरा गरिदिन्छौँ भन्थेँ। तर प्रत्येक घरमा जाँदा पनि मलाई त्यति विश्वास चाहिँ मलाई लाग्छ भन्ने नै थाहा थिएन। र एकाएक चाहिँ म यो कार्तिकको 2 गते अलि त्योभन्दा अगाडि अलि ज्वरो आएपछि जाँच जाँदाखेरि त्यस्तो भयो। तर प्रत्येक घरमा गएँ, जस्तो कि मानन्द टोलमा सुरुमा चाहिँ एकजनालाई संक्रमित भयो भने पोजिटिभ आयो भनेपछि हामी त्यहाँ 32 जनालाई त्यो होम आइसोलेसन बनाए। त्यहाँ पनि हामी भित्रै छिरेर ल तपाईँ टेन्सन नलिनु भनेर खानाको व्यवस्था, त्यसो म्याटको व्यवस्था, क्वारेन्टाइनको व्यवस्था गर्ने हामीले वडाले। झगडासम्म पनि मलाई त्यति थिएन। अब यो एकाएक त्यस्तो भयो। संक्रमित कसरी हुन्छ भने नि यो वास्तवमा लेखाजोखा छैन जस्तो लाग्छ मलाई त, कहाँबाट हुन्छ भन्ने नि त्यस्तो लाग्यो अहिलेसम्म।
यो कतिखेर सङ्क्रमित भइन्छ र कतिखेर यो सङ्क्रमित भएको निको पनि भइसकेको स्थिति पनि देखिन्छ यहाँनिर हामीले धेरै कुराकानी गर्दाखेरि। त्यसैले थाहा हुँदैन, तपाईँहरू त्यही पनि पहिलो पङ्क्तिमा अगाडि बढ्नुपर्ने, सम्पर्क गरिरहनु पर्ने जनप्रतिनिधिहरू भएको कारणले सर्न सक्छ, हामीले थाहा नपाउँदै है। अनि त्यतिखेर तपाईँले कस्तो किसिमको विधिहरू अपनाउनु भयो त्यो सङ्क्रमित हुँदाखेरि? अरूको हकमा त हामीले त प्रचार प्रसार नै हो, मेन त पुलिस प्रशासन लगायत हाम्रो नगरपालिकाले जे निर्देशन दिन्छ त्यो अनुसार चाहिँ हिँड्यौँ। अब मलाई हुँदाखेरि चाहिँ मलाई सङ्क्रमित भएको सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ 2 गते PCR चेक गरेँ अनि त्यसपछि 5 गते रिपोर्ट आयो। रिपोर्ट आउनासाथ ल त म त अचम्म माने, हल्का हल्का जोर जस्तो हो कि रुगा चाहिँ लागिरहेको थियो मलाई। अनि त्यसपछि PCR आइसकेपछि मलाई 8 गते चाहिँ अलिकति जोर 100 डिग्री जोर आयो। 100 डिग्री जोर आइसकेपछि अब केही होइन यो पानसान खाउँला भनेर चाहिँ अब अलिकति अब गाउँघरमा सुन्थेँ गुर्जो खाएँ होइन। अनि त्यसपछि तातपालमै खाएँ, बेसार खाएँ, अनि फलफुलहरू पनि ल्याएर खाएँ, त्यो जाउलो जस्तो पकाएर चाहिँ खाएँ। त्यसपछि ज्वरो आएपछि अब खानै मन लागेन। 8 गतेदेखि 7 गतेदेखि ज्वरो आयो, अनि 8 र 9 र मैले त खानै खान सकेन। अनि त्यसपछि ज्वरो आएर अनि खोकी लागिसकेपछि मलाई अलिकति डर भयो, अब यो चाहिँ कोरोना भने यही रहेछ, डर लाग्दो रहेछ, अब चाहिँ हस्पिटल जानुपर्छ भनेर मैले त्यहाँ जगदीश्वर सुधा भन्ने हाम्रो डाक्टर साहब हुनुहुन्थ्यो, त्यो स्वास्थ्य कर्मीहरू, उहाँलाई फोन गरेँ। त्यहाँ पिएपिएफको डाक्टरको नम्बर थिएन कि मसँग। अनि त्यसपछि त्यहाँ भर्ना भइयो। भर्ना हुनुभन्दा पहिले यहाँ खोकी लगाएर हिँड्नै नसक्ने कि, अलिकति हिँडेपछि खोकी लाग्ने, स्यास्या हुने, स्यास्या चाहिँ त्यस्तो भएन, खोकी मात्र लाग्ने कि चल्नै नसक्ने गरी खोकी लाग्छ। त्यस्तो अवस्था भएपछि मलाई चाहिँ असाध्यै डर लाग्यो। त्यो खोकीमा कफ आउँथ्यो? खोकी लाग्दाखेरि कफ आउँदैन, त्यो सुक्खा खोकी आउने। अनि त्यो अब हामीलाई चाहिँ अब डक्टर त्यो ऊ त थाहा थिएन, स्वास्थ्य विषयमा त्यति खास जानकारी नभए पनि जानकारी नभएको र अनि हामी हस्पिटल गएपछि चाहिँ यसरी खोप्टो बस्नुपर्छ भने त्यहाँ चाहिँ साह्रै राम्रो सल्लाह दियो र उपचार पनि धेरै राम्रो गर्यो। म त यति आभारी छु कि त्यो प्रवीण डाक्टर, महेन्द्र डाक्टर, त्यहाँको सबै स्वास्थ्य कर्मीदेखि अति खुसी भयो म त त्यहाँको उपचार देखेर। अरू हकमा चाहिँ मान्छेहरू चाहिँ हस्पिटल गएपछि खै मार्ने हो कि यिनीहरूले के गर्छ हो, यहाँ उपचार राम्रो गर्यो नि त्यत्तिकै लगाउने सुटाउने जस्तो भन्थ्यो। मलाई पनि सुरुमा त उनीहरूलाई गाली पनि गर्छ, त्यस्तो पनि गर्छ, डक्टरले पनि यसो गर्छ भन्थ्यो। तर त्यहाँ गएर यति माया पाएँ, म यति खुसी छु कि त्यो हस्पिटल एपिएफ हस्पिटल जुन सटुङ्गलमा छ साह्रै उपचार राम्रो गरेर छ कि त्यहाँ। म त त्यहाँ एक दिन त सुरुमा जाँदाखेरि त अलिकति डर लागेको थियो, हस्पिटलमा के हुने कसो गरिदियो, इन्जेक्सन अर्कै दिने हो कि भन्ने पनि लागेको थियो। तर त्यहाँ गइसकेपछि त्यहाँको माया, त्यहाँको उपचार देखेर म त अब भोलि नै निको हुन्छ जस्तो लाग्यो कि त्यहाँ पुगेपछि। अनि खानाको स्वाद चाहिँ नहुने भने मतलब स्मेलहरू पनि मलाई त्यस्तो स्वादै नआउनु जस्तो भएन, तर नमिठो चाहिँ लाग्ने रहेछ, स्वादै त्यस्तो चाहिँ अनुभव गर्न सकिनु। अनि 3 दिनपछि त्यहाँ हस्पिटल गएको 3 दिनपछि चाहिँ एकजना दाई त्यहाँ बिरामी हुनुहुन्थ्यो, त्यो मान्छेबाट पनि अलिक प्रभावित भयो। म चाहिँ के भन्छु भन्दाखेरि पशुपति जाने भए खाना नखाऊ, घर जाने भए खाना खाऊ भन्ने जस्तो डाइलग है। अनि त्यहाँबाट चाहिँ साह्रै म चाहिँ मनमै कस्तो लाग्यो, ओहो साँच्चै हो क्या यो दाइल भनेको भनेर। अनि त्यहाँ चाहिँ खाना पनि फ्री ल्याउने रहेछ। अनि बिहान अन्डा ल्याउँछ, पाउडर ल्याउँछ, चिया ल्याउँछ, दुध ल्याउँछ, अनि त्यसपछि दिउँसो या 12 बजी खाना ल्याउँछ। खानु मन नलाग्ने उसैले खान्थ्यो कि त्यो पनि 3 दिनसम्म उसैले डबलै खाना खान्थ्यो। अनि त्यसो 3 दिनपछि चाहिँ मैले पनि खाएँ, आँसु झऱ्यो कि त्यो नमिठो भएर। अनि खाँदा मलाई चाहिँ इम्प्रुभ हुँदै आयो, म साह्रै त्यसपछि चाहिँ खान थालेँ 3 दिनपछि। अनि यो सङ्क्रमित अब तपाईँले कति दिन जति हस्पिटल बस्नुभयो त्यहाँ? 2 गतेबाट सङ्क्रमण भइसकेपछि म 8 गते 10 गतेसम्म बिहानसम्म घरमै बसेँ। अनि 11 बजे चाहिँ 102मा फोन गरेर 102 यो ऊ छ नि एम्बुलेन्स, त्यहाँ फोन गरेँ, उसले लिन आयो। त्यसपछि 10 गते दिउँसो 12 बजे त्यहाँ पुगेँ। तर जाँदाखेरि त्यो एम्बुलेन्ससम्म त बस्न सकेँ, त्यहाँको पर्याङ चढ्दाखेरि 2 तला माथि मलाई भर्ना गरेको थियो, 2 तला माथिको बेडमा रुममा। त्यहाँसम्म जानलाई 6 ठाउँ बसेर जानु पर्यो पर्याङमै, स्याँ र त्यो खोकी लाएर। स्थिति त्यस्तो थियो। त्यो त्यहाँदेखि चाहिँ अलिकति डरै भयो कि त्यो अब उक्लिन नसक्ने, अब हामी त 4-5 तलासम्म त दौडेर पनि जान सक्दैन नि त स्थिति थियो। यति हट्टाकट्टा मान्छे म। अब त्यहाँ नगरपालिकाको मिटिङमा, प्रशासनको मिटिङमा पनि म बोल्थेँ कि यो कोरोना होइन होला, यो मान्छे डराएर मात्र लाग्यो हो कि यो दीर्घ रोगलाई लाग्थ्यो,
यो चाहिँ होइन भनेर चाहिँ मास्क म कहिले लाउँदैन थिएँ फेरि ओहो अरूले गाली गरेको बेला लाउँथेँ अनि कोही भिडभाडमा गएर मास्क लाउनु भनेपछि चाहिँ मास्क लाउँथेँ हजुर अनि त्यो बाहेकको मलाई चाहिँ अलिक नेग्लिजेन्स पनि भयो मेरो हजुर अनि सबले गाली गरे कि त्यो कोरोना संक्रमण अब त्यस्तो विश्वास नगर्ने अनि त्यो लाग्यो त्योबाट लाग्यो तिमीलाई भन्छन् हजुर अब मास्क चाहिँ नलाउने मास्क त अब अहिले बिरामी भएपछि मात्र 5 दिन मास्क लगाएँ अहिले डबलै लाउँछु अनि त्यसपछि अवस्था थियो मलाई विश्वास गर्नु मैले पनि विश्वास गरेको थिएँ हजुर अब यस्तो हट्टाकट्टा होइन यो कोरोना मलाई लाग्ने होइन यो चाहिँ बिरामीलाई लाग्ने भनेर त्यसै हिसाबमा गइयो अनि त्यसरी लागेपछि हस्पिटल हुनुपर्ने भयो अनि कति 15 दिन बस्नु भयो म 10 गतेदेखि 21 गतेसम्म बस्नु पर्ने 10 दिनै बस्नु पर्यो 21 दिन बस्नुभयो 11 दिन अनि त्यस पछाडि अनि त्यसपछि घरमा आउनुभयो घरमा आएपछि अनि अहिले चाहिँ स्थिति कस्तो छ यहाँको घरमा आएपछि चाहिँ अनि मैले चाहिँ 13 वर्ष जति मासु छोडेको मासु केही खान चाहिँ जान्छ अनि त्यसपछि हस्पिटलमा पनि त्यो खाना ल्याउने बेला चाहिँ डक्टरले खाया हुन्छ अब बिरामीको अवस्थामा खानु तपाईँलाई मन नपरे पछि छोड्नु भन्ने कुरा गर्यो त्यहाँ डक्टरको नाममा त कन्ट छैन सबैको अनि त्यसपछि मासु खाएपछि अब खानै पर्ला भनेर जस्तो मनमा पनि खाउँ जस्तो लाग्न थाल्यो अहिले चाहिँ मासु टुटाएको छैन दिनको एकपटक चाहिँ मात्र मासु खान्छु अनि त्यसो घरमा आइसकेपछि चाहिँ नर्मल खाना हो हजुर हजुर नर्मल साधारण हाम्रो नेपाली खाना हो पुरै बुझेन अहिले तपाईँ चाहिँ घरमा आएपछि चाहिँ हाम्रो नेपाली साधारण खाना खानुहुन्छ नि नेपाली खाना अनि फलफुल पनि नियमित खान्छु अहिले म त्यो काजुहरू पनि ल्याएको छु सबै चाहिने सबै मिचमिच लाग्नेहरू सबै छ हर्लिक्स लगाएको थियो हाम्रो डाबर पनि खाएँ अनि गुर्जोको झोल पनि यहीँ बसेर खाएँ अहिलेसम्म म बाहिर चाहिँ 8 बजेभन्दा अगाडि निस्केको छैन चिसो मलाई निमोनिया पनि भएको थियो अनि निमोनिया हुँदाखेरि त्यो समस्या के भयो भन्दाखेरि निमोनिया भयो भन्यो त्यसपछि त्यो औषधि चाहिँ नपाउने रहेछ के नाम त बिर्सेँ मैले निमोनियाको औषधि त्यो सर्टेज भएको अवस्था रहेछ अब किन सर्टेज हुन्छ अब सरकारलाई थाहा होला त्यो अवस्थामा त्यो एउटा औषधि नपाएर बिहान 7 बजेदेखि गएको मान्छेहरू मेरो आफन्त भनौँ साथीहरू अनि त्यहाँ हाम्रो स्वास्थ्यको हाम्रो स्वास्थ्य शाखा छ मछगाउँको त्यहाँको प्रेम भन्ने हाम्रो उपाध्यक्ष त्यसको व्यवस्थापन समिति उहाँ लगायत भविविक भन्ने स्वास्थ्य कर्मीलाई चाहिँ खोज्नु पठाए मेरो छोरा पनि गएको थियो औषधि नपाउने 5 बजेपछि मात्र 6वटा त्यो बोतल ल्याइदियो त्यो ल्याइसकेपछि अलिकति सन्चो पनि भयो न त खोकी धेरै आउँथ्यो त्यो औषधि दिएपछि खोकी कम भयो अब नियमित आफ्नो काममा लागिसक्नु भयो नपाउने त्यो समस्या भयो निमोनिया भएर अनि त्यो भएर घरमा आउँदाखेरि पनि अनि न्यानोको लागि चाहिँ यसो सिरप बेरेर अनि 8 बजेसम्म बस्छु अनि घाम लागेपछि यसो घाममा एकछिन बसेर चिया खान्छ पानी खान्छ त्यस्तो अवस्था छ अहिले चाहिँ अब आफ्नो नियमित काममा लागिसक्नु भएको छ म 3 गतेदेखि नै वडा कार्यालयमा गएँ 3 गतेभन्दा अगाडि चाहिँ हाम्रो रामकृष्ण श्रेष्ठ कार्यवाहक वडा अध्यक्ष बनाइदिएँ त्यसरी चाहिँ उहाँले सञ्चालन गर्नुभयो अनि त्यसपछि 3 गतेबाट गएँ अहिले चाहिँ म 2 बजेसम्म मात्र बस्छु वडामा 10:15 10:30 बजे पुग्छु म अनि 2 बजेसम्म बस्छु 2 बजे चाहिँ घरमा आएर यो नियमित खानपान चाहिँ गर्छु अनि कोही 2 बजेभन्दा पछाडिको त्यो सिफारिस गर्नुपर्ने अवस्था भयो भने फोन गर्छु कहिले काहीँ घरमा बोलाउँछु कहिले चाहिँ आफै यसो माथि गर्ने सिग्नेचर गरेर आउँछ हजुर अब जनप्रतिनिधिको हिसाबले अब घरमा बसिरहन पनि सकिँदैन काम गर्नु परेको आफ्नो काम है अलिकति सचेत भएर नेग्लिजेन्सी नगरिकन काममा लाग्नु होला भन्ने म अनुरोध गर्छु यहाँलाई अनि अब एउटा अब यो प्रसङ्ग बदलेर म अब अर्कै प्रसङ्गमा लाग्छु अब हामी कीर्तिपुर नगाउँ पाङ्गा यो मत्स्य गाउँ भयो बुसी गाउँ भयो हाम्रो एउटा जात्रा सुरु हुनै आँटेको छ नि है अहिले हजुर हजुर यो जात्रामा पनि अब यो चिसोमा हुने यो जात्रा यसमा पनि हाम्रो कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्न सक्ने कोरोना फैलिन सक्ने स्थिति छ अनि हाम्रो मत्स्यगाउँले चाहिँ अब स्पेसली कस्तो खालको अब नीति अपनाएको छ यो जात्रा कसरी मनाउने के गर्ने भन्ने के प्रारूप तयारी पारेको छ जात्राको उपलक्ष्यमा देश विदेशमा रहने सम्पूर्ण नेपाली र विदेशीहरूलाई पनि यो शुभकामना व्यक्त गर्दछु र जात्राको सवालमा के भन्दाखेरि अब मैले अघि पनि प्रस्तुत गरेँ तपाईँलाई कोरोना लाग्दाखेरि मलाई त्यो सुरुमा नपत्याएको र पछि पत्याउँदाखेरि अहिले चाहिँ यो बन्दै गर्दा पनि हुन्छ जस्तो लाग्छ तर धार्मिक आस्थाको हिसाबमा बन्द गर्नुहुन्न कि बरु त्यो नीति कर्म जस्तो साधारण रूपमा एडभान्समा 100% काम गर्थ्यो भने अहिले चाहिँ 10% आधारमा चाहिँ अब सामान्य पूजापाठ गरेर चाहिँ विस्तारै गर्ने भन्ने सोच चाहिँ बनाएको छु अब भगवान्प्रति हामी आस्था भएको मान्छे चन्द्रगी 9कै हिसाबमा कुरा गर्नु पर्दाखेरि त्यहाँ ढुङ्गा छाप्ने क्रममा चाहिँ एकजनाले रगत छाड्यो
त्यो अस्ति मात्र 2 महिनै भएको छैन। ढुङ्गा छाप्ने क्रममा चाहिँ त्यो हाम्रो त्यो पिग भन्छ नि त्यो देउटा बिसाउने ठाउँ ढुङ्गा छिक्दाखेरि उसलाई चाहिँ रगत छाड्यो। अब हामी विश्वास गर्नु नगर्नु अब धार्मिक कुराहरू हामी देख्दैनौँ, प्रत्यक्ष देख्दैनौँ र त्यो हिसाबमा चाहिँ धार्मिक आस्था भएको हिसाबमा चाहिँ जात्रा सामान्य रूपमा चाहिँ चलाउनु पर्छ भनेर मैले सोच्नु छ। तर हाम्रो चन्द्रगिरी नगरपालिकाले चाहिँ यो भिडभाड नगर्ने भनेर चाहिँ जात्रा पर्व नमनाउने निर्णय गरेको अवस्था छ। अब जस्तै चलेको जात्रा कुरा गरौँ, बलुम्बोमा पनि जात्रा ठप्पै भयो र पाहुना पासा म पनि मामा घर त्यहाँ भएको हिसाबमा जाँदाखेरि त्यही 15% को हाराहारी मात्र पाहुनाहरू उपस्थित भएको अवस्था रहेछ। अहिले तत्कालै हुन लागेको थानकोटमा पनि अब सामान्य रूपमा पूजा मात्र लिनु भन्ने कुरा भएको छ। अब यो लुङको त्यसपछि हाम्रो बालागाउँ जात्रा छ, त्यहाँ पनि जात्रा नगर्ने भन्ने निर्णय भएको छ रे भन्ने सुनेको छु। र हाम्रो 7 गाउँले जात्राको स्थिति हेर्दाखेरि सबभन्दा ऐतिहासिक जात्रा हाम्रो परापुर चलिआएको जात्रा चाहिँ असाध्यै राम्रो जात्रा। अब सबैको विष्णुदेवीमा लाने तपाईँको कीर्तिपुरको आमा भन्छन् त्यो एउटा, यता मच्छगाउँको चाहिँ दिदी अनि सटुङ्गलको बहिनी, सटुङ्गलको दिदी यताको बहिनी के भन्ने छ सबैसित मलाई वृत्तान्त थाहा छैन। र जात्रा चाहिँ अब सामान्य रूपमा मनाउने चाहिँ अब आज 1 बजे यो जात्रा सञ्चालन समितिका कजी थकाली अनि नाइकेहरूलाई चाहिँ बोलाइरहेको छु 1 बजे, उनीहरूसँग पनि परामर्श गर्छु। अनि त्यो हाम्रो अब त्यो ढुङ्गा छाप्ने क्रममा रगत छाडेका एकजना हाम्रा स्थानीय बासिन्दाको स्थिति कस्तो छ हजुर अहिले? उहाँ चाहिँ 2-3 पटक त्यो देवमा कहाँ पनि गएर जोखानासँग देखाउनु हुन्छ नि त्यो जाने कहाँ, त्यहाँ पनि जाँदाखेरि त्यही पूजा गर्नुपर्छ भनेर त्यही समय बजेर लगाएर पूजा गरेको अवस्था छ। र त्यहाँ चाहिँ अब पूजा पाठ गरेर त्यो ढुङ्गा चाहिँ जहाँ छिकेको थियो त्यही राखेर चाहिँ मिलाएर चाहिँ ढुङ्गा छाप्ने काम भइसकेको छ। हाम्रो 50 लाखको योजना थियो, त्यो मच्छगाउँको गेटदेखि माथि मन्दिरसम्म जोड्ने भनेर लागेका छौँ। त्यही क्रममा चाहिँ त्यो ढुङ्गा छिक्दाखेरि चाहिँ त्यो देउटा बिसाउँथ्यो त्यहाँ विष्णुदेवी दीप बिसाउने ठाउँमै त्यो ढुङ्गा चाहिँ मिलाइसकेको छ। अहिले त्यस्तो अवस्था छैन, सामान्य छ, राम्रो भइसकेको अवस्था छ। यस्तो है हाम्रो रीतिरिवाज पनि यस्तै छ, संस्कृति पनि यस्तै छ, मान्नै पर्ने पनि छ स्थिति छ। र मान्दाखेरि हाम्रो यो अहिलेको स्थितिमा अलिकति खतरा पनि स्थिति छ। त्यसैले भिडभाड नगरिकन सामान्य रूपमा मनाउने तपाईँहरूको यो जुन निर्णय त्यो निर्णय धेरै उचित होला जस्तो मलाई पनि लाग्छ। यो विषयमा यस्तो हामी पनि त्यो थकिप राखेर अब हाम्रा 6वटा कि 5 एउटा छ, त्यसलाई चाहिँ 5-6 जना लगाएर चाहिँ लाने सामान्य एउटा थाहा या थिमे बजार चाहिँ विष्णुदेवीसम्म लगाउनु पर्ने परम्परा रहेछ। रथमा राख्दाखेरि मान्छे अब बोक्ने 4 जना हुन्छ, 4 जना हुन्छ, त्यसपछि मान्छे पछाडि ठेल्ने, पछाडि तान्ने अथवा हात समाउने, कोहीले सहयोग गर्ने हिसाबमा चाहिँ त्यो गरेर धेरै मान्छेहरू भिडभाडै हुन्छ। जस्तो कि अब भनेको नि 400-500 जना मान्छे त बिहानै जान्थ्यो, एउटासँगै 4 बजेतिर उठाएर लान्थ्यो। त्यो अवस्था हो भने त यो भयावह स्थिति हुनु पनि सक्छ। अब हामी जनप्रतिनिधिलाई एउटा गाह्रो कुरा के भने संस्कृति नमनाऊ जनता रिसाउने, यिनीहरू चाहिँ संस्कृति विरोधी वडा अध्यक्ष भन्छन्। अस्ति पनि अब गाई जात्राको बेला पनि हाम्रो मच्छगाउँमा चाहिँ त्यो पोखरीमा हाम फाल्ने चलन थियो रागा खुट्टा लिएर। त्यो बेला पनि हामीले चाहिँ नगरौँ, यसो भिडभाड नगरौँ लागि त्यहाँका स्थानीय हाम्रो त्यो नौका अब जो संस्कृति प्रेमी भनौँ या अब कसैलाई रहर हुन्छ, कसैलाई कर हुन्छ, कसैलाई चाहिँ यसो प्रेसर दिएर आएको हुन्छ, उनीहरू सबै गराउन ल त्यो के गर्नुपर्छ। पुलिस प्रशासनले तैनात गर्दा पनि सकेन, लाखे नचाएको न चाहिँ थिमे बजाएको अब थिमे बजाएको बेला बोल्नु पनि सकिन्न, त्यो सुन्नु पनि त्यो अवस्था सिर्जना भयो। तर संस्कृति बचाउनु पर्छ भने हामी लागिरहेकै हो। अब मच्छिनारायणको मेला पनि हामीले चाहिँ सामान्य रूपमा निजीकरण मात्र गर्नुहुने चाहिँ 1 महिना त्यसरी नै तार्यौँ। र भाग्य भनौँ फेरि मच्छिगाउँमा चाहिँ यही वर्ष चाहिँ पानी पला खुसीको कुरा 13 वर्ष जति पानी आएन, अहिले पानीको मूल फुटेको छ, साह्रै खुसीको अवस्था छ मच्छिगाउँमा चाहिँ। त्यसरी चाहिँ संस्कृति बचाउने हामीले पहिले त्यो पोखरीमा त खोलाको पानी तानेर सुत राख्थ्यौँ त्यो मच्छिनारायण पोखरीमा, त्यसरी संस्कृतिमा पनि लागेको। अब यो कोभिडले पहिला चाहिँ मलाई अघि पनि भने विश्वास त्यति थिएन, अब मलाई चाहिँ आफैलाई लागेको र असाध्यै गाह्रो हुने भएकोले यो चाहिँ सामान्य रूपमा मनाइदिनुलाई पनि आग्रह गर्दछु। यो चन्द्रगिरी लगायत यो देशको सबै ठाउँमा यसो भिडभाड नगरिकन सामान्य पूजापाठ आफ्नो परिवारमा मात्र हाँसी खुसी भोज मनाउनु पनि अनुरोध गर्दछु। हजुर धन्यवाद ओडाज्यू। अब म एउटा अर्को प्रसङ्ग बदलौँ एकपटक के भने अब हाम्रो कीर्तिपुरको बोर्डर र चन्द्रगिरी 9 को बोर्डर टाँसिएको छ है एक ठाउँमा। हजुर अलि सुनेन। कीर्तिपुर नगरपालिकाको वडा नम्बर 4 र हजुर चन्द्रगिरीको वडा नम्बर 9-7 बोर्डर जोडिएको छ है त्यहाँ।
हजुर सिमाना हो, सिमाना जोडिएको छ। यतिखेर हाम्रो यो कीर्तिपुरको सीमाङ्कन गर्ने क्रम बढिरहेको छ, 2-3 ठाउँमा गर्दैछन्। अनि त्यहाँनिर पनि हिजो अस्तितिर भयो थियो है हाम्रो यो सीमाङ्कन गर्ने काम। हजुर भएछ। हजुर त्यो चाहिँ कस्तो स्थिति भयो, अब कता लेनदेन कता नमिलेको के कस्तो भयो त्यो स्थिति अलिकति बताइदिनुहोस् न। यो चाहिँ हामीले साथै यो वैज्ञानिक ढङ्गले चाहिँ सिमाना निर्धारण गर्ने भनेर लागेको। यो किन लाग्यो भन्दाखेरि यो चाहिँ सिमाना चाहिँ अलिकति हाम्रो इङ्ग्लिस भाषाबाट जिगज्याग भन्छ नि, टेढो मेढो, त्यो अवस्थाले गर्दाखेरि नक्सा चाहिँ अब सबै अहिलेसम्म चम्पातिरी यो 4 नम्बर वडाको सबै हाम्रो चाहिँ वडा नम्बर 9 भनेर होइन कि मच्छी गाउँ भनेर आउँछ कि त्यो पूर्जा नक्सा। अनि नक्सा चाहिँ 9 भनेर आएपछि मान्छे त्यो मच्छी गाउँ भनेर आएपछि सबै वडा हाम्रोमा आउने कि सबैजना, कीर्तिपुरको 4 को झोलपोखरी लगायत सबै त्यो तुसालदेखिको हाम्रोमा सिफारिस लिन आउने 2-3टा चाहिँ चुकिएर हाम्रो कर्मचारीले कर पनि लिइसकेको अवस्था छ 2-3 वर्ष अगाडि। त्यो समस्यालाई समाधान गरौँ भनेर हामी चाहिँ 76 सालको असारको 17 हो कि 18 गते हामीले एउटा त्यो हाम्रो वडा अध्यक्ष लगायत हाम्रो टिम बस्यौँ। त्यसपछि त्यो समिति बनिएको छ हाम्रो सरस्वती खड्काको नाम अध्यक्षतामा, उपमेयर हाम्रो कीर्तिपुर नगरपालिका उहाँको अध्यक्षतामा समिति गठन गरेर हामी चाहिँ धेरै पटक यो वडालाई चाहिँ यसरी बाँधफाँध गरौँ भने चाहिँ अहिले चाहिँ बाटोलाई सिमाना मानेको छौँ। केही घरहरू चन्द्रागिरीको घरहरू चाहिँ उता परेको छैन। कीर्तिपुरको घर चाहिँ 6वटा जति 6 हो कि 7वटा चाहिँ घर चाहिँ हाम्रो चन्द्रागिरी नगरपालिका छ। तर यो हिसाबमा राख्दाखेरि पनि अब भोट खसाल्ने कीर्तिपुरमै गए पनि भयो, कठुनपुरतिर अब होइन हामी चन्द्रागिरीमै भोट खसाल्ने अथवा सबै या नागरिकतै यता लिने भने पनि पाउँछ अरे त्यो बुझ्दाखेरि। अब निर्णय भएको नगरमा निर्णय भयो, अब यो मन्त्री परिषदबाट निर्णय नगरिकन त हुन्न। यसो गर्दाखेरि चाहिँ वैज्ञानिक हुन्छ र यो खानेपानीको वितरणको सवालमा पनि धेरै समस्या आइपुग्यो। अब घर एउटा कीर्तिपुरको सिमानामा पर्छ, तर एउटा घरको लागि झन्डै झन्डै त्यहाँ 1 किलोमिटर जति पाइप हाल्नुपर्ने अवस्था। त्यो भएर कीर्तिपुरबाट पनि पानी वितरणको लागि पाइप हालिसकेको छ। उहाँले चाहिँ चन्द्रागिरको भनेर चाहिँ पानी नदिने, हामीले चाहिँ कीर्तिपुरको भनेर पानी नदिने, त्यसो गर्दाखेरि चाहिँ मानवता अलिकति देखाउन सकेनौँ। समस्या भएकोले हामी चाहिँ अब बाटोबाट छुट्यायौँ। पहिला चाहिँ त्यो कान्ला त्यसरी एउटा घर चाहिँ यसरी घुमाएर चाहिँ पारिरहेको अवस्था छ नक्सामा। त्यसले गर्दाखेरि अब कीर्ति जग्गा सबै मच्छी गाउँमा पर्छ, तर मान्छे चाहिँ कीर्तिपुरको भएपछि पनि पानी नदिने अवस्था भयो। हामीलाई चाहिँ अति गाह्रो भयो र सिमाना चाहिँ असाध्यै वैज्ञानिक ढङ्गले हामी धेरै पटक बसेर 5-6 पटकै बैठक बसेर त्यो फिल्डमा 3 पटक घुमेर अनि त्यसरी चाहिँ छुट्याएका छौँ। साह्रै हामीलाई चाहिँ यो लाग्छ कि वैज्ञानिक जस्तो लाग्छ। यो चाहिँ अब चाहिँ बाटोलाई साथ बनायौँ हामीले। हजुर त्यहाँ अहिले चाहिँ मोटर बाटो खोल्यो माथि हाम्रो सिमाना यो 3 नम्बर वडा हुन्छ पहिलाको यो कहिले अधिकारी गाउँ नै कहिले दसी गाउँ पनि भन्छन्। त्यहाँबाट चाहिँ सिधा एउटा बाटो आएको छ झुलपोखरीसम्म। झुलपोखरीसम्म आउँदाखेरि चाहिँ हाम्रो बाटो गर्दाखेरि अधिकांश जस्तो कि हाम्रो चाहिँ 30 रोपन जति जग्गा चाहिँ बढी हाम्रो कीर्तिपुरमा पर्छ अहिले हाम्रो चन्द्रागिरी 9 को। मतलब अब सीमाङ्कनको कार्यक्रम चाहिँ पुरा भयो यहाँहरूको? सीमाङ्कन यस्तो छ, हाम्रो चाहिँ अस्ति चाहिँ प्रतिवेदन चाहिँ नगर प्रमुखहरूलाई बोलाएर हस्तान्तरण गरियौँ। कीर्तिपुरको मेयर साहब रमेश महर्जन र हाम्रो चन्द्रागिरी कन्फ्रेन्स किजीज्यूलाई चाहिँ दिइसकेको अवस्था छ। अब त्यो कार्यपालिकाको बैठकबाट निर्णय गराएर क्याबिनेटमा नलग्यो हुन्न भनेको छ, त्यही गर्नु भएको छ। राम्रो काम भएछ है धेरै। यो यसो नगर्दाखेरि के भन्दा एउटा घर त चन्द्रागिरी नगरपालिकाले यो पास गरेको अवस्था छ। यो धेरै वर्ष अगाडिदेखिको यो सिमानाको यो काम पुरा भएछ। धेरै खुसी लाग्यो। आज ओडालसिंहसँग धेरै विषयमा कुराकानी गरेँ, धेरै खुसी लाग्यो। धेरै जानकारीहरू दिनुभयो हाम्रो श्रोताहरूलाई, एकदम खुसी लाग्यो। भविष्यमा पनि यहाँसँग जोडिएर यस्तै शुभ समाचारहरू दिनुहुला भन्ने म आशा गर्दै म अन्त्यमा अब हाम्रा श्रोताहरूलाई यो कोभिडको बारेमा एउटा सानो टिप्स दिनुहोस् न। यो कोरोना त मैले अघि पनि भने कोरोना लाग्दाखेरि असाध्यै गाह्रो हुँदो रहेछ। जस्तो कि यो नलागुन्जेल चाहिँ मान्छेले होइन भनेर नपत्याउने रुगाखोकी हो भन्ने, तर लागिसकेपछि फोक्सोमै समाउने र सास चाहिँ 1 इन्ची पनि तान्नु नसक्ने। जसरी नेचुरलमा सास आउँछ त्यति मात्र आउने, तर तान्छु भनेर चाहिँ आफैले त्यो सुँ गरेर तान्नु नसक्ने अवस्था हुँदो रहेछ। यो असाध्यै डरलाग्दो रोग रहेछ। त्यही भएर सबै सचेत हुनलाई पनि अनुरोध गर्दछु। र यो कोरोना लाग्दाखेरि चाहिँ बिरामिक अवस्था पनि साह्रै नेगेटिभ मात्र कुरा आउने। आफू मरियो, अब मरेपछि भोलि चाहिँ आज चाहिँ मुम्बईमा लान्छ,
फलान चाहिँ मलाई नै आउँदो रहेछ भनेर चाहिँ यस्तो श्रद्धाञ्जली सभा गर्छ होला अथवा श्रद्धाञ्जली दिन्छ होला भने त्यस्तो मात्र नेगेटिभ सोच आउने भएकोले सबै सचेत रहनुको लागि हार्दिक अनुरोध गर्छु हाम्रो चन्द्रगिरी 9को तर्फबाट र मेरो व्यक्तिगत देवेन्द्र महर्को तर्फबाट साह्रै सचेत हुनको लागि चाहिँ हार्दिक अनुरोध गर्छु सम्पूर्ण नेपाली विदेशमा पनि मानव जातिहरूलाई चाहिँ। धन्यवाद गोडाल छेज्यू, एकदम धन्यवाद तपाईँ नेपाली सिमलाई पनि अमूल्य सुझाव दिनुभयो, सल्लाह दिनुभयो र टिप्स दिनुभयो। यहाँलाई धेरै धन्यवाद। हस्, धन्यवाद। स्वस्थ रहनु होला भन्दै म आज यहाँसँग छुट्टिन्छु। अब कार्यक्रमको समय सकिसक्यो भनेर हामीलाई यहाँ सङ्केत दिइसक्नु भएको छ युनिक साक्यले। अब आजको लागि यो समय सन्दर्भ यति नै। भोलि फेरि पुनः भेटघाट गर्ने नै छौँ। नमस्ते, शुभ।